चाहिँ के लडाइँ गर्नुहुन्छ के गर्नुहुन्छ हौ अनि के को लडाइँ गर्छौ तेरो बाउ हेर न तेरो बाउ आधी जुङ्गा काटेको छ आधी फोक्टा छोडिरहेछ यतिकै डुल्दै हुनुहुँदो रहेछ होइन बुवा जुङ्गा चाहिँ किन राम्रोसँग नकाट्नु भएको अनि काटेको जुङ्गा अब ऐना कता छ ऐना खोज्दा खोज्दै आधी काटेर त्यत्तिकै रह्यो खोज्दा खोज्दै बिर्सक्यो ऐना ऐना मैले भित्र कोठामा राखेको छु के कति हेर्छस् ऐना अनि हेरोस् न त हेरोस् हुनेवाला बेहुली हो राम्री हुनु परेन हेर छोरी हेर राम्रोसँगले हेर अब मेकअप सेकअप पनि गर ज्वाइँले पनि राम्री देख्नु पर्यो नि हो कि होइन तेरो बाउलाई के थाहा छ लु लु राम्री हो है छोरी राम्री हो होइन के सब्जीले दिएको बेहुली 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 भनिबस्छ हौ होइन त बेहुली होइनस् त अब हुनेवाला बेहुली होइन त अब राम्री हो को भनेको त ज्यादा झन् कुन्ताको झन् बिहे गर्दिन भन्नु जबरजस्ती बिहे गर भन्नुहुन्छ झन् त्यो केटा त्यस्तै खालको गुँदै एक नम्बरको कति साह्रो रिसाको पोको फेरि त्यस्तै केही भन्नु हुँदैन सानो सानो कुरामा के साह्रो तातेको अनि त्यस्तै त हुन्छ त अनि छोरा मान्छे त्यस्तै हुन्छ नि बिहे गरेपछि पो मन मिल्छ र रमाइलो हुन्छ त बिहे गरेपछि मन मिलिहाल्छ नि कुरा पनि मिल्छ सबै मिल्छ झन् कस्तो छैन भने बिहे गर्दिन भनेको त अहिले धेर नगर है नानी